हाई गाइस, वेलकम बैक टू सौरभ भ्लग। र आज चाहिँ आमा र म कहाँ जाँदैछ? बिहान बिहानै भन्दा कालिम्पोङ जाँदैछ। आमाको आँखाको चेकअप छ नि त। आमाको आँखाको अपरेसन गरेको पनि 2 महिनाहरू भइसक्यो। अन्त अपरेसन गरेर 4-5 पल्ट त हामी आइसक्यो यहाँनिर हस्पिटल। आज चाहिँ सायद लास्ट नै होला। आमाको चस्माहरू पनि सबै बनाइसकेको छ, सबै भइसकेको छ। आज चाहिँ लास्ट होला। म पेदुङ आएको थिएँ नि त एक दुईवटा कामले गर्दाखेरि, अनि त्यही भएर आमालाई कालिम्पोङ लिएर आएँ। आज यति डरलाग्दो भिड रहेछ। आज चाहिँ पुरा भिड भएर चाहिँ हामी चाहिँ यहाँ चाहिँ वेटिङमा बसिरहेको छ ट्रेन कहिले आउँछ भनेर। अल्छी लाग्यो अहिलेदेखि पर्खेको हेर्नु। आज त कस्तो भिड रहेछ नि त। 10 बजी आइपुगेको, 12:30 भइसक्यो। वेटिङमै छ आज चाहिँ हामी चाहिँ हो। मलाई चाहिँ बस्दा बस्दा यस्तो बेसी भोक लाग्यो कि बिहान पनि नखाएको नि त। दोकान जाँदैछु म चाहिँ। लागिरहेको छ नि मलाई यस्तो भोक लागिरहेको छ आज पुरा ढिलो भयो नि त। लास्ट हो अब यो लास्ट देखाउनुपर्छ, दबाई लिनुपर्छ त्यहाँदेखि चाहिँ त्यो उयो सेलोटेप पनि किनौँ न। दबाई किन्नु चाहिँ किनौँ न ल। सेलोटेप यो फेरि सबैजना साथी हो अपरेसन चाहिँ अर्को चाहिँ मोतीले छिटो गर्नु भन्यो हो। यो एउटा कागज दिन्छु म, त्यो यता देखाउनु भन्यो। अर्को पहिला चाहिँ यो दबाई लाउनु पर्थ्यो नि त। यति बेसी टाइम थियो फेरि 3 हजार अब चाहिँ एउटा मात्रै पर्ने रहेछ 365 डेज। फेब्रुअरीमा गरेको रहेछ हो। अर्कोमा पनि छ भन्दैछ। यताकोमा छ नि। अब त्यो तपाईँले कहिले गर्नुहुने होइन? अहिले त गर्नु हुँदैन होला, अलिक पछि नै होला नि। हुन्छ त्यसो भए त्यसको पनि गर्नु चाहिँ पर्ने रहेछ। अब पछि कहिले हुन्छ? पछि गर्ने हो भने फेरि यहाँ देखाउनु आउनुहोस् होइन। त्यसरी नै टेस्टहरू हुन्छ। अस्तिको पालि गर्दा जे पावरको टेस्टहरू गर्यो त्यो सबै गर्छ ल। आउनुभन्दा अगाडि चाहिँ यो नम्बरमा कल गर्नुहोस् न ल। बिचमा प्रब्लम छैन भने अन्त 6 महिना बाद आउँदा हुन्छ भन्नुहुँदैछ ल। सुरुमा चाहिँ के गर्ने अरे? सो गाइस भर्खर हामी चाहिँ सबै सक्यो नि त। 2-3 घन्टा त बस्यो होला यहाँ आज। बस्यो बेसी पनि बस्यो। अस्ति फर्स्ट पनि यस्तो बेसी बस्नु परेको थिएन। अम्बो आज जस्तो चाहिँ यस्तो डरलाग्दो भोक लागिसक्यो कि मलाई चाहिँ। अब गएर चाहिँ खाना खाने अन्त चाहिँ जाउँ है आमा घर। जानुपर्छ, काम छैन नि त अरू काम त। आँखा कस्तो देख्दैछ? कस्तो टल्किने उयो भइरहेछ हो। टिल्लिली नि पुरै नै अब उयो के भन्छ, अघि त्यो दबाई लाएर यसो देख्यो त। अस्ति पनि यस्तो देखेको थिएँ फर्स्टमा लगाएको थियो नि त। त्यो ड्रप लाउँदाखेरि यस्तै यति डरलाग्दो घाममै हेरेको जतिकै डाइरेक्ट घाममा हेरेको जस्तो भइरहेको छ। हात राम्रो पक्रिने त्यसो भए चाहिँ त्यही घाममा हेर्दा कति टल्किन्छ त्यस्तो देख्छ। यो बाटो फेरि कम्ता ओह्रालो छैन। हुन्छ बाटो अन्त ओह्रालो नओह्रालो आँखा टल्केको बेला कस्तो हुन्छ। म यहाँदेखि चाहिँ गाडी एकछिन पर्खिनुपर्छ। त्यहाँदेखि चाहिँ हामी बजार जान्छ। बजारमा चाहिँ खाना खाएर बेसी काम केही पनि छैन। त्यहाँदेखि चाहिँ सिधै घर निस्किहाल्नुपर्छ। अहिले चाहिँ हामी खाना भन्दैछ। खाना खानु आइसक्यो। हामी चाहिँ खाना खाने हो। कस्तो त्यो पनि लाग्यो, कस्तो लाग्दो खानु लाग्यो। म त चिकन मोमो खाऊँ भनेको, भेज मोमो खाऊँ भनेर भनेको थिएँ। छैन रहेछ नि त। भातै खानु मलाई चाहिँ बाहिर निस्केर खानै खाने खोलेर। आमालाई चिया खाने भनेको थिएँ। कहाँ खान्छौ चिया भने म त भात खाएर चिया खाने पनि बानी छ त आमा। भात खाएर चिया खान्छु म त। तपाईँलाई त्यो एउटा रुमाल त भारी भएर मलाई नै जिम्मा दिन्छ। यो ब्याग बोक्दिउँ भन्छ हेर। आँखा चाहिँ कस्तो डरलाग्दो टल्किरहेको छ होइन कि यो के अरे हातमा त्यो रुमालहरू बोक्दा मेरो पसिना आउँछ हौ। ट्याप्ट्याप हुन्छ कि अन्त चाहिँ
आमाको चाहिँ आँखा चाहिँ यस्तो टल्किरहेको छ कि घाममा हेर्दाखेरि जतिको हामी हेर्नु सक्दैन नि त्यस्तो भइरहेको छ अरे नि त कसरी चाहिँ हिँड्दैछ आमा लिली भइरहेको छ लिली अब भने नि त घामलाई हेरेको जति छ क्यामेरामा हेर्नु त झन् टल्किरहेको होला है होइन यहाँ होटेलमा चाहिँ देख्दैन अब चाहिँ हामी एकछिन हाट बजार जाने त्यहाँदेखिको चाहिँ एक दुईवटा सामान लानु छ सब्जीहरू लानु छ त्यसको बाद